राजनीतिक दलहरू र तत्कालीन राज संस्था बीच त्यस्तो केही सम्झौता भएको थियो जति बेला राज संस्था थियो। तर म यो अहिले भन्दिनँ, त्यो बिस्तारै भन्छु अथवा त्यो अवसर प्राप्त भयो। यो अवसरलाई उपयोग गरिदिनु भयो भने हामी आभारी हुनु। तपाईको त्यो इच्छा पनि म पूरा गरिदिन्छु। त्यो समयमा धेरै पटक तत्कालीन 7 दल सँग लिखित आदान प्रदानको दोहरी चलेको थियो। शब्द शब्दमा केलाइकन पनि कागजको आदान प्रदान भएको थियो। कतिपय हाम्रा नेताहरू अहिले पनि जीवितै हुनुहुन्छ जसले त्यो कागजमा उहाँहरूकै हस्तलिपि छन्। बुदाहरू धेरै थिएन, स्पष्ट थियो, जुन सबै नेपालीले देखिसकेका छ, बुझिसकेका छ। जे उहाँहरूले माग्नु भएको थियो मैले गरेँ। कतिले मलाई दोष पनि लाए, त्यो गर्नु पनि हुने थिएन, गर्नै नहुने काम पनि गर्यो। तर देशमा जसरी भए पनि शान्ति आओस् र दलहरूले नि त्यो बोझ र त्यो दायित्व लिन्छ भन्ने हामीलाई के अप्ठ्यारो थिएन। त्यही अनुसारले त्यो सम्झौता बमोजिम मैले काम गर्दै गएँ। राज संस्थाको वर्गीकरण त्यो गर्ने